हेलो नमस्ते म तपाईँहरूको प्यारो इन्जिनियर रोमन थापा घर बनाउने कम्पनीदेखि। सो तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियोमा चाहिँ एकजना दाजुले त्यो पाइपमा चाहिँ पानी भरिराख्नु भएको छ हैन। यसलाई चाहिँ हामीले वाटर लेभल भन्छ। यो सिम्पल पाइप हुन्छ हैन। अनि त्यसमा पानी भरिसकेपछि चाहिँ दुईटै इन्डमा चाहिँ हामीले बराबर एउटै लेभल हुने गरी सुरुमा चाहिँ यसलाई सेटिङ गर्छ। अनि त्यो सेटिङ गरिसकेपछि चाहिँ हामीले योदेखि चाहिँ एउटा पोइन्टदेखि अर्को पोइन्टमा चाहिँ त्यो लेभल चाहिँ ट्रान्सफर गर्न मिल्छ कि। अहिले चाहिँ हामीले यो साइडमा चाहिँ झ्यालको लिन्टेलको लेभल चाहिँ ट्रान्सफर गरिरहेको छौँ हैन। यो चाहिँ हामीले किन गरिन्छ भन्दाखेरि जस्तै हरेक झ्यालको लिन्टेल लेभल चाहिँ बराबर हुनुपर्छ कि, नत्र तलमाथि भयो भने राम्रो देखिन्न नि त, राम्रो पनि देखिन्न। अनि त्यो इन्डस्ट्री स्ट्यान्डर्डमा इन्जिनियरिङ पोइन्ट अफ भ्यूले त्यो मान्ने पनि हुँदैन हैन। त्यसैले चाहिँ हामीले वाटर लेभल युज गरेर चाहिँ यो लिन्टेल लेभल चाहिँ हामीले अहिले ट्रान्सफर गरिरहेको छौँ है त। थ्याङ्क यू भेरी मच। नयाँ भिडियो लिएर फेरि आउने छु। बाई।